तपाईले पनि सोशल मिडिया स्क्रोल गर्दै गर्दा शिक्षिकाले विद्यार्थीहरूलाई टेबल मुनि ओत दिएको भिडियो हेर्नुभयो होला। भिडियोमा कक्षा कोठाको छाना र झ्यालका भेन्टिलेसनबाट पानी चुहिरहेको थियो। पानीले विद्यार्थी भिज्न थालेपछि शिक्षिकाले ठूलो टेबल मुनि विद्यार्थीहरूलाई ओत दिएकी थिइन्। यो स्कुल कपिलवस्तु जिल्लाको विजयनगर 6 जुटपनिया स्थित रामशरण आधारभूत विद्यालय हो। भिडियोमा देखिएका बालबालिका कक्षा 2 का विद्यार्थीहरू हुन्। टेबल मुनि ओत दिने शिक्षिका निर्मला महत्रा थापा थिइन् भने भिडियो बनाएर शिक्षक शम्भु विकले फेसबुकमा पोस्ट गरेका थिए। सरकारी विद्यालयको यो नाजुक भौतिक अवस्थाले शिक्षा मन्त्री सस्मित पोखरेलको समेत ध्यान आकर्षण भयो। मन्त्री पोखरेलले लेखे, विद्यार्थीलाई एक शिक्षकले ओत दिँदै गरेको कारुणिक दृश्य सहितको भिडियोले मन बेचैन बनाएको छ। विद्यालयको नयाँ भवन निर्माणको पहल भइरहेको छ। विद्यार्थीलाई ओत दिने शिक्षिका निर्मलाले भने त्यो घटनाबारे यस्तो प्रतिक्रिया दिइन्। अचानक अरू मैले केही सोच्न सकिनँ, बाहिर लाने वातावरण पनि थिएन र भित्रै अब मैले कसरी यिनीहरूलाई सुरक्षित गर्नुपर्छ भन्ने विषयमा चाहिँ मैले यी बेन्चहरूलाई अरू केही अप्सन देखिनँ। त्यसमा ती बेन्चहरूलाई नै ठाडो पारेर तिनीहरूलाई राहत दिने अथवा तिनीहरूलाई बचाउने कोसिस गरेँ।